हेलो एन्ड नमस्ते तपाईहरु सबैजनालाई फेरि पनि मेरो टाइम्स ब्लगमा स्वागत छ र म आज चाहिँ तपाईहरुलाई पार्ट 2 लिएर आएको छु र कन्टिन्यू मेरो भिडियोलाई हेर्दिनुस् होला है। दशैंको पार्ट 2 लेट्स बी कन्टिन्यू द भिडियो र लाइक कमेन्ट शेयर गर्नु चाहिँ नबिर्सिनुस् होला है। मेरो टाइम्स ब्लगलाई एकदमै सब्स्क्राइबको खाँचो छ र सब्स्क्राइब गरिदिनु नबिर्सिनुस् होला, मलाई सपोर्ट र धेरै माया दिनुस् होला है। लेट्स कन्टिन्यू द भिडियो। लो है दीदी यो लाइदिहाल्नु भाइ रुमाल छैन यो होस् टोपी थियो नि साँच्चै खै टोपी हाल्दैन होला उडाइदिएर देखन टोपी लाउनु पर्ने है खास लाउनु भनेको टोपी हामी लाइदिनेले हाल्दैन खाली सिर नलाइदिनु भन्छ मेन चाहिँ लाइदिने लाइदिनेले चाहिँ लाउने गर्छ। मेरो घर टोपी छ त यो पक्का उयो देख्छ होला नि हाम्रो लाउँछ साले पान्थारको देख्छ मारे त हामीलाई त सुहाउँदैन त पान्थारको देख्छ नि एकैचोटि क्या नेपालको कहाँको क्या दाइहरू सानो पिन सानो भएको डोको बोक्ने देख्छ पाटो लाउँदा त मैले नेपाल टोपी लगाएको म हाँसेर हो नि सुहाउँदैन नि भन कुन कस्तो मजा लाग्यो नि यो टोपीले चाहिँ भन्नु क्षेत्र बाहुन ओ तम्सुङ हाम्रो च्याप्टर भएको रहेछ क्या पक्का मर्चा बेटी देखेर मर्चा बेटी रहेछ क्या पक्का सुँगुर बेच्ने मर्चा बेटी हो नि टोपी लगाएको हामीलाई मेरो यो अब हाम्रो जुन छ नि लिम्बु यस्तोहरू क्या हो मर्चा बेटी जस्तो मान्छे देउसी खेल्दैखेरि पार्टी मेरो छोरी चिनेर मेरो छोरीले चिनेन पहिला पल्लवीले कि पिएसीले बोले होइन मजाक गरेको नि भन्दा के हुन्छ बोल्दा के हुन्छ भगवान्ले दिएको मुख छ राम्रोसँग बोला के भएको छड्के हामीले टोक्रा ए दसैँ आयो भनेको कि तिहार आयो भनेको के भनिन तिहार आयो त हामी होला होइन अब मेरो के भोलि बोझ जानु पर्ने आज त हाफ मात्रै हो नि उयो भयो होला गान्धी पटेल होइन किदैन के हो भिडियो गर्दैछ त उजन
भिडियोबाट सबै भइरहेको छ नि राम्रो टाल्दैन है ए यता भनेको चिनिहाल्नु पर्छ लु चिनिहाल्नु यता हेर्नु न ए फेरि साइडको भन्नु मैले खिच्दै गरेको बस्नु पहिला पहिला क्या मामाको जानु गए नानी पल्लवी कति यस्तै 4 वर्ष 5 वर्षको थियो होला पिएसी 4 वर्षको थियो होला क्या प्रियङ्का चाहिँ यस्तै 1 वर्ष या कस्तो थियो होला कि गाडीले रोकेर यो तपाईँको त्यो बुढाबुढी बेसी देखेर होला कि टिका लाउन आउनु पर्ने ससुराली हो त्यो अब को छ चिल्नु गाडागुडुङ गरेर त्यो कराउने घेटेर गरेको नि के हो ओ सिट छ त्यो हेर्नु पर्छ सिट छ आउने त्यो क्या ग्यारको उसो बिचमा खपाएर मलाई जग्गा छ यता अझै 2 जना हो मसँग ठिकै 3 जना ड्राइभरसँग 4 जना म चाहिँ अब सजिलो भनेको ग्यापमा त्यो ढुङ्गा टेबल लगाएर ठिकै ग्याप लाग्छ नि ग्यापै नि यसरी हो एउटा पहेँली एउटा रात एउटा दिला लगाइदिएला मैले यो A few moments later. फाइनली अब चाहिँ मेरो टर्न आयो है हजुरआमाको हातको टिका लाउँदै हजुरआमाकोबाट आशीर्वाद लिँदै है अब चाहिँ मेरो टर्न हो र यो चाहिँ टिकाको सेकेन्ड डे है सेकेन्ड डेमा चाहिँ म टिका लाउन आएको थिएँ फर्स्ट डेमा चाहिँ अब आउनु पाएन छुट्टी मिलेको थिएन नि त मेरो र सेकेन्ड डेमा चाहिँ म आएर चाहिँ हजुरआमाको हातको टिका लगाएँ अनि हजुरआमा बाबाहरूको हातको टिका लाएर चाहिँ म पनि उहाँहरूको आशीर्वाद लिन आइपुगेको थिएँ है सेकेन्ड डे हो र यो चाहिँ सेकेन्ड डेको दिन हो र हजुरआमाले आशीर्वाद दिनुहुँदैछ मलाई ल मेरो भिडियोलाई कन्टिन्यू हेरिदिनुहोस् होला पहिला पानीमा भिजाएर ल्याउँछ नि त मलाई नुनिया चामल कुन चाहिँ न जान्दैन अरे लु 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 भयो भयो भोलि हाल्नु न अब त्यो हाल्यो भोलि यो भन्दै कुनै पनि हाल्न न लाइट आउँछ बोले मुयो गर्दैम न उता ठुलो के छ र मायाले तिमीलाई कसरी बोले मुयो गर्दैन हो यहाँ राख्दैन नि त त्यो त्यो त यहाँ मेरो भने सक्नु जाऊ उजाला पनि यसो उयो गर्छ कानेको जस्तै एक्लै हुँदैन डबल लगाइदिनु उसलाई पनि लगाइदिनु गाना आयो त नाच्ने लु नम्दाजु उजाला पनि यसो उयो गर एक्लैलाई हुँदैन त्यो लाउनु बिजोडी जिन्दगी कस्तो भगवानले जन्माइमा त त्यो केही नै थियो जन्माइमा त त्यो केही नै थियो कसरी भगवानले जन्माइ मात्रै थियो ए भगवानले बनाइ मात्रै थियो
अन्त नकान्छ न लगाइदिँदा उचालाई एक्लै भयो बिबे भनेर बस उचाल अन्त खिच्नुको भताले खिच्नुको किन हतार है बस 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 हजुर राख्न भइहाल्छ त भइहाल्छ उजाला पनि हाल्थ्यो नमस्ते स्वागत धन्यवाद नमस्ते नानीले हेर यहाँ हुँदो रहेछ अब स्वेटरले पुसाएको मैले त अलिक उयो होला नन्दजुराले थप्दा टिका ठुलो छ निदा ठुलो छ ड्याममा पर्दैन बडा जुग जुग दियो अँ सदा दिन खुश रहो सदा दिन बाँचिन्छ पनि पुरा भइन्छ जुन बाँचिन्छ सदा उयो राउनु भन्दैछ हौ खुस जुन भनेछ लो नवीन दा हिजै आउने नि रामदाजु आएन लगाएको नि एक दुईवटा दिनुपर्छ लगाएको के पैसा एक दुई पैसा दिनु पैसा खाने खिच्नु भन्दा चाहिँ किन खिचेको हो म त